हेलो हजुरजोरले अनि नमस्ते सबैजनालाई। म आशाको तर्फदेखि अनि र यो हाम्रो रिगा गाउँदेखि नै म सबैजनालाई एकमुष्ट स्वागत गर्न चाहन्छु। साँच्चीकै नै एकदमै रमणीय छ हाम्रो गाउँ चाहिँ है, एकदमै रमाइलो छ। तपाईँहरू पनि एकचोटि आएर हेर्न सक्नुहुन्छ। यो डाँडामा चाहिँ हाम्रो घर पर्छ अनि यहाँ चाहिँ जो पनि आउनु भएको छ, जो जति पनि आउनु भएको छ सबैजनाले नै भन्नुहुन्छ कि वाउ रिगा गाउँ एकदमै रमाइलो लाग्यो, म फेरि नेक्स्ट टाइम फेरि आउनेछु यो ठाउँमा भनेर। साँच्चीकै यो मैले बयान गरिराख्नुपर्ने कुरै छैन। जो आउनु भएको छ उहाँहरूलाई चाहिँ पक्कै पनि राम्रोसँग थाहा छ र त्यसमाथि हाम्रो गाउँ यसै नै रमाइलो छ है। म चाहिँ अहिले स्कुलमा आएको छु। यहाँ चाहिँ मेरो फ्यामिलीको फोटोहरू देखेँ र यहाँ चाहिँ जो जति पनि सहयोगदाताहरू हुनुहुन्छ स्वर्ण महोत्सवमा सहयोग गर्नुहुने सबैजनाको नेम लिस्ट छ। अनि यहाँ चाहिँ हाम्रो पनि रहेछ कोटघर बाजे बजे सबैजनाको र फ्यामिलीकै। यो हो हाम्रो गाउँको स्कुल हो। म यही स्कुलमा नै पढेर अहिले म जहाँ छु यो स्कुलकै कारणले गर्दा नै छु, किनकि हाम्रो बचपनदेखिको धेरै नै यहाँ मेमोरीहरू छ होइन। अनि म यहाँ आइराख्दाखेरि मैले मेरो साथीहरू अनि यहाँ हामीलाई जति पनि हामीलाई पढाउनु हुने गुरुहरू हुनुहुन्थ्यो उहाँहरूलाई सबैलाई नै मिस गरेर हुन्छु कि। र हामी अहिले भन्छौँ कि म यो स्कुल पढेँ, यो कलेज पढेँ, म यहाँ छु, म यस्तो गर्नेछु। र हामी जहाँ भए पनि हामी जति ठुलो कुराहरू गरे पनि हामीलाई चिनाउने एउटा चिनारी नै स्कुल हो। गाउँमा अझै नै चिसो छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ गेम पनि हुनेछ हाम्रो गाउँमा, तपाईँहरू सुन्न सक्नुहुन्छ। एकदमै रमाइलो छ, फुटबल गेम हुँदैछ ग्राउन्डमा चाहिँ। म चाहिँ अहिले घरमा आएको छु। साथीहरू हेर्नुहोस् है, म चाहिँ तपाईँहरूलाई हाम्रो घर देखाउँदैछु। म घरमा लैजानेछु। अहिले चाहिँ हामी घरमा आइसक्यौँ। कमला छ्यामा र मोना मेरो बुहारी दुईजना गफमै व्यस्त, म चाहिँ एक्लै बोलिरहेको छु। हामी अहिले घरमा आइसक्यौँ। अब एकछिनमा हामी पनि गेम हेर्न जानेछौँ। एकदमै चिसो छ, हामीले कति धेरै कपडाहरू धोएर सुकाएको थियौँ। के गर्नु, घामै लागेको छैन, अब यो भोलि मात्र सुक्छ होला। यहाँ हुनुहुन्छ हाम्रो माइली फुपू अनि उहाँ हुनुहुन्छ मेरो ठुली फुपू, युकेदेखि आएर ढेँडो खाने हुनुहुन्छ कति वर्षमा अरे। गाउँमा रमाइलो हुँदैछ हेर्नुहोस् होला। यहाँ चाहिँ भाइ दाइ सबैजना हाम्रो फ्यामिली दाजुभाइहरू तास खेल्दै रमाइलो गर्दै। अनि यहाँ चाहिँ मेरो छ्यामा फुपू अनि अर्को गाउँको छ्यामा सबैजना यता हाम्रो बिरे पुसै यता साइडमा हुनुहुन्छ बाबा। सबै आफ्नै पारामा हुनुहुन्छ हो। गाउँमा त यस्तै हो, रमाइलो छ। अनि म पुसैलाई पनि जिस्किँदैछु हेर्नुहोस् है। अब चाहिँ म पुसैलाई एउटा मिठो गीत गाउन लाउनेछु। सकिँदैन नि फेरि हाम्रो पुसैसँग। ल है, पुसैको गीत सुन्नुहोस् है। समात्नेमा बाङ्गो बोले देख्ला भोग तिर्खाक बोले देख्ला नाङ्गो हे बराई मरुँदा रुँदै परो सिँदुर उजेलो नहुँदै रानी फुल बसायो तिम्रो माया नभएको कहाँ हो अरि कहिले फसायो। शाबास। आयो चैते दसैँ हे यानी माया बागलुङ जाम्की ओ त यानीमा सबै साथी बागलुङ कोटा हो यानीमा माया हो म त ओ जैलुङ ओ थ हो यानीमा के पुसै भाइ के भयो पुसै?
केही पनि भएको छैन मैले के अरे खाएँ पुसै हजुर अमिताभ बच्चन होइन हाम्रो पुसै चाहिँ कसले राखिदिएको हजुरलाई अमिताभ बच्चन भनेर टिकट उहाँ हालेर अमिताभ बच्चन भनेर त्यहाँ लेख कान्छा कान्छा कमेर आइकम तुम्हारो बाटो पर घुमारो आइकम लेट भोलियमलाई भेट भन्दा चाल कुरा गर्न मेरो सासूले यो कोटघर धारेको हो कि होइन उकालीमा टेक्ने लौरो हो समात्नेमा बाङ्ग कोले देख्ला भोको तिर्ख कोले देख्ला नाङ मेरो ज्याकेट कहाँ फालिदिस् हे कमल दाईको छोरी कति वर्ष पुगे खै मेरो ज्याकेट कहाँ लगेर फाल्यौ ए मलाई हजुरले फेरि भाइ बहिनी स्याहार्नु पर्छ भनेर तपाईँ यहाँ बस्नुभयो कसको बिहेमा तिनी गल्लाउले आथ्या भनेर ऊ त्यहाँ तपाईँले सुताएको मान्छे तपाईँ हो साथीहरू हेर्नुहोस् होला यही हो हाम्रो रिगा गाउँ एकदमै रमाइलो छ पक्कै पनि तपाईँहरूलाई पनि मन पर्यो होला हाम्रो गाउँ भन्ने मलाई आशा लागेको छ फेरि नेक्स्ट टाइम मिल्यो भने म तपाईँहरूलाई फेरि पनि यस्तै रमाइलो भिडियोहरू देखाउने छु अहिलेलाई चाहिँ म यहीँबाट छुट्टिन्छु हस्त धन्यवाद